अब शैलीको कुरा त म तपाईँलाई बताउँ। मेरो घर जल्यो, म चाहिँ घरबार बिहिन भएँ। मेरो बुवा आमा चाहिँ 6-7 दिनसम्म एक खालको भन्यो भने ट्रमा सातो गएको चाहिँ गाउँघरतिर त्यो अवस्था भयो। मेरो छोरी र छोरा चाहिँ नि घरमा बस्न नपर शरणार्थी जीवन बिताउनु पर्ने अवस्था आयो। मेरो श्रीमती चाहिँ नि सामान्य गेटअपमा बारीको मकै छडाएर बसिरहेको न मकै भाँचे स्थिति थियो, कारणले बचेँ। घर छैन, फेरि लुगा छैन। त्यहाँबाट बाहिर निस्केपछि मैले आफ्नो लुगा नभएर सारा चिज बन्द छ। म अहिले अर्काको लुगा सामान्यतया नलाउने मान्छे, सम्धिज्यूले पठाएको लुगा लाएर बसेँ। दाँत बाँध्नु पऱ्यो, ब्रस छैन, केही चिज पनि छैन। एउटा घरबार बिन भएको अवस्था कल्पना गर्नु न। 52 साल अगाडि मेरो बुवा आमाको फोटो थियो, आज त्यो हामीसँग छैन। मेरो चाहिँ नि 26 वर्ष अगाडिको भिडियो थियो, बिहाको भिडियो, आज मसँग छैन। र मैले मेरा मेमोरिजहरू, मेरा छोराछोरीको चाहिँ नि एल्बमहरू पास्टी लेखेको सबै ती आज मसँग छैन। र मेरो त इतिहासै सकिएको छ। म लगायत जसै घर चले 267 जना, उनीहरूको त यही हालत होइन र। अनि आज मेरो छोराछोरीले पढेका सर्टिफिकेटहरू छैन, मेरा सर्टिफिकेटहरू छैन, पासपोर्ट छैन, नागरिकता छैन, लाल पूजाहरू छैन। त्यो अवस्थामा चाहिँ मैले हजुर राम्रो गर्नुभयो, मेरो घर जलाइदिनु भयो, आइदिनुहोस् पुरस्कार दिन्छु भन्नुभयो नि। अनि त्यो कुरालाई मैले कडा ढङ्गले प्रतिरोध गर्दा मैले के भने, सरकारले कारवाही गर। 14 जना मान्छेलाई हामीले समातेर गिरफ्तार गऱ्यौँ। ओम प्रकाश